अब जानुपर्ने छ अहिले चाहिँ हिमबाट चाहिँ ड्राइभ गर्दै हुनुहुन्छ गाइड चाहिँ ड्युटी स्टार्ट चाहिँ 7 बजी सुरु हुन्छ गाइड छैन त्यसले गर्दै तल चाहिँ जिसिबी अपरेटर हुने यता चाहिँ कामहरू चल्दैछन् गाइड छैन यता सबै चाहिँ देख्न सक्नुहुन्छ गाइड अस्ति त झार्दै थियो होइन यति झरसम्म चाहिँ बनाइसकेर चाहिँ यति ठुलो यसले बाटो छ चाहिँ सक्दैन यार हाम्रो चाहिँ गुरुजीले चाहिँ त्यस्तो नै सिकाउनु भनेर चाहिँ भनिरहनु भएको छ गाइड झन् बाटोहरू जानु भन्नुहुन्छ गाइड होइन बिचरा हेर्दै छैन होइन ए हेर्दैछन् ए के गर्दै होला यार भनेर कस्तो हल्चो लाग्यो भनेर यस्तो काममा चाहिँ बसिरहेको कि गाई जिसिबी नयाँ अपरेटर अब के चाहिँ गाई छैन हामीले चाहिँ जानेछौँ गाई छैन टाइम लाग्छ अब चाहिँ हामी जानु परिन्छ जिगिरी खोलासम्म त्यस पछाडि तल चाहिँ हिमाली खोला हो होइन एकदमै नदी बगिरहेको छ होइन ठुलो ठुलो अझै बढ्दैछ पानी बिस्तारै बिस्तारै होइन यो खोला चाहिँ एकदम बढेर चाहिँ ठुलो हुन्छ गाई पछि म यो खोलाको बारेमा बाटो चाहिँ भन्नेछु र के अरे देखाउनेछु गाई होइन त्यो बाटो होइन माथिसम्म माटो छ त्यो चाहिँ अझै तल झार्नु पर्ने गाई छैन बाटो कस्तो डेन्जर छ हो गाई तर चाहिँ हाम्रो गुरुजीले चाहिँ त्यस्तो केही पनि डेन्जर चाहिँ मान्नु भएन त्यो डेन्जर बाटोमा चाहिँ उहाँ चाहिँ आइराख्नु भएको छ गाई यो खोला चाहिँ के अरे जङ खोला हुन्छ गाई छैन यहाँदेखि चाहिँ माडी खोला चाहिँ यो के अरे यहाँदेखि चाहिँ माडी गाउँपालिका पर्छ गाई छैन यो खोलाबाट त्यसम्म चाहिँ नगरपालिका परेको गाई छैन त्यो खोला ठ्याक्कै छुट्याएको छ गाई चाहिँ अब चाहिँ हामी चाहिँ होइन फाइदाको चाहिँ माडी गाउँपालिका चाहिँ क्रस गर्दै प्रवेश गर्दै गाई यता चाहिँ प्रहरीको चाहिँ साइनबोर्ड छ एउटा चाहिँ हाम्रो चाहिँ के अरे एसएनएस कम्पनीकै चाहिँ टिप्पर आइरहेको छ गुरुजी छोरा हुनुहुन्छ हौ गाई यहाँ टिप्पर गुरुजीलाई चाहिँ अल्छी लागिरहेको जस्तो चाहिँ हुन्छ होइन बिहान पनि 7:30 होइन 8-10 छ त्यहाँदेखि अब राति बस्नु हेर्ने बेला चाहिँ अब बौलिङ हुन्छ काम गर्ने बेला त्यस्तो गाई अहिले चाहिँ इन्भाइरोमेन्ट हेर्दै गर्दाखेरि पारिवारिक हेर्नु सबै बाटोमा हेर्दै गर्दाखेरि चाहिँ हरियो जङ्गलहरू चाहिँ हामी देख्न सक्छौँ गाई छैन एउटा सानो चाहिँ होइन घ्याबिक छेउमा चाहिँ एउटा चाहिँ टुकुर होइन हामी देख्दछौँ बाटोमा यसो टुकुरहरू होइन उयोबाट हुन्छ तिनीहरूलाई चाहिँ घ्याबिक मार्न चाहिँ सकिँदैन तर कति बाहिर चाहिँ जानु जानु चाहिँ हान्न सकिँदैन चाहिँ लक्क दुःख चाहिँ उनीहरू होइन आउँदाखेरि चाहिँ उनीहरू चाहिँ मार खान सक्छ कति हल्लाहरू हो
यो चाहिँ कोसेली होटलको गाइड भनेर नभनौँ होइन यो सानो भ्यापी हो कोसेली होटलमा त अब के पाइन्छ होइन यसमा चाहिँ अब आउनु सक्नुहुन्छ गाइड चाहिँ सानो कोसेली होटल जस्तै हो गाइड अनि पाउने चाहिँ त्यस्तो नै हो यसमा चाहिँ पाउन सक्नुहुन्छ गाइड गाउँ घुम्ने हुनुहुन्छ के हो अब चाहिँ हामी चाहिँ दोस्रो करेसरमा चाहिँ आइसकेको गाई छ नि यो सानो करेसर हो त्यो करेसरमा चाहिँ यो करेसरको चाहिँ त्यो के अरे हुन्छ नि बल्ल चाल्ने कि बल्ललाई यसो होइन त्यो अनि छान्ने चाहिँ यो सबै चाहिँ भाँचेर बिग्रिसकेको रहेछ गाई चाहिँ अब जसो हो ठिकै छ होइन कम्पनीको सबैतिर कम्पनी हेर्नुपर्ने हो अनि बल्ल पनि चाहिँ माटो जस्तै हो कि माटो हो कि यो बल्ल हेर्नु सक्नुहुन्छ गाई छैन बल्ल पनि माटो जस्तो छ यता चाहिँ काम हुँदै रहेछ गाई चाहिँ राम्रो भइरहेको रहेछ गाई चाहिँ परिसर चाहिँ राम्रो छ परिसरलाई चाहिँ पावर दिने मोटर चलाउने प्रेसर चलाउने गाई बाटो जाम रहेछ बलौठाले गाई छैन यो चाहिँ बलौठामा बेसी काम हुन्छ होइन यसमा गुरुजीको चाहिँ 2 दण्डमा एउटै माटो दिएको छु एउटा कपाल फालेको हुन्छ त कान्छोले के गर्दै हो है कान्छो गुरु हामीले चाहिँ पाइप पनि झरिसक्यौँ गाइड छैन फाइनली चाहिँ अब हामी चाहिँ जानुपर्ने हुन्छ गाइड उहाँ चाहिँ हाम्रो जेरान हुन्छ प्रकाश जेरान गाइस अब गन्तव्यतिर अब सुरुवात भइसक्यो गाइस अब हामी चाहिँ लगभग अझै टाइम लाग्नेछ यसमै हो नि राति 12 बजीसम्म जो राति 12 बजीसम्म चाहिँ यता चाहिँ काम भएको थियो गाइड होइन उहाँ चाहिँ हाम्रो गुरुजी भटिसले चाहिँ राति 12 बजीसम्म छ भनेर चाहिँ मैले फोन गर्दाखेरि ठिकै छ गाइड अब चाहिँ घुमेन गाडी मकै बरी दरियम हरिका खरा कोरियम आओ होय मकै बारी ड्रेम हरियो काँक्रा कोरियम
भइसकेको छ गाइज होइन यसलाई चाहिँ भिसिल भर्दै रहेछ गाइज होइन बाटो जाम छ होइन त्यही भएर चाहिँ अब त्यहाँ लोड गर्दै रहेछौँ बल्ल त्यसपछि चाहिँ हामी चाहिँ जानेछौँ बाटो खुल्यो भने गाइज हिँडेर बाबा हिँड्दै साह्रो राख्नु नयाँ है यो चाहिँ लक्ष्मणको चाहिँ बजार हो लक्ष्मणको बजार यो पहिले चाहिँ बाटो अलिक माथि थियो अनि यो बाटो चाहिँ डाउन गर्दै गर्दाखेरि नै तल धेरै डाउन भइसक्यो यो बाटो घरहरू माथि माथि भइसक्यो लक्ष्मणको बजार हो गाइस हाम्रो गुरुजी एकदम मक्ख गरेर होइन गाडी ह्याक्दै मिल्छ गाइस अझै यता पहिरो आएको जस्तो छ त यता पहिरो आयो कि होइन अब हुन त बाढी पहिरो आउने सिजन गाई छैन बाढी पहिरो होइन कता कति आउँछ होइन डेन्जर छ बाटो बहुत डेन्जर छ गाइज पानी पानी गरिरहेको छैन पानी चाहिँ हामी चाहिँ पानी चाहियो र पानी हाल्नुपर्ने हुन्छ है गरम खाली रहेछ त्यो गाइज पानी छैन पानी चाहियो अलि अगाडि लगाऊँ होइन गीती वास गर्ने हो गीती वास गर्ने हो गीती गीती आयो गीती आयो गिट्टी त आएको छैन के हो अझै खै वास गर्नु गिट्टी नै छैन रहेछ नि ल दरमा भरौँ त्यसपछि होइन